Hello old generation. Oh, hi Gen Z. How are you? I am fine. तपाईँ कस्तो हुनुहुन्छ? I'm also good. उहाँ हुनुहुन्छ मेघराज अरियाल। मेघराज सरले पछिल्लो राजतन्त्रसँगै लोकतन्त्रको दिनहरू सबै आफ्नो आँखाले देख्नु भएको छ। मेघराज सर, शान्ति, स्थिरता र समृद्धि के देशमा राजा आएपछि आउन सक्छ? यो अलिक अनौठो प्रश्न छ किनभने केही समय एकै वर्ष अगाडि नै हामीले राजा चोर देश छोड भन्दै राजालाई भगायौँ। अहिले फेरि राजा किन छ? त्यो कुरा मलाई थाहा छैन, तर मलाई राजा चाहियो। र उहाँ हुनुहुन्छ महफुज आलम, जसलाई राजतन्त्र के हो थाहा छैन, तर हातमा झण्डा लिएर राजा आऊ देश बचाऊ भनिरहनु। तपाईँ राजतन्त्रमा निकै नै टाइम बिताउनु भएको छ। अनि के पहिला राजा हुँदा आम जनताको गुनासो सुन्नुहुन्थ्यो? गुनासो त सुनिन्थ्यो पहिला पनि, यस्तो होइन कि गुनासो सुन्दै नसुन्ने। राजाको स्पेसल एउटा व्यवस्था पनि हुन्थ्यो। त्यहाँ गएर जसरी अहिले राष्ट्रपतिले सुन्ने कुरा हुन्छ त्यति बेला राजाले पनि सुन्ने कुरा हुन्थ्यो। अनि भइहाल्यो, हामीलाई राजा नै चाहियो। त्यति धेरै गुनासो सुन्ने चलन पनि थिएन राजाको। के पहिला मानिसहरूलाई पैसा कमाउनका लागि देशभन्दा बाहिर नै जानुपर्ने हुन्थ्यो? के राजा हुँदा हरेक नेपाली नागरिकहरूको टाउकोमाथि 68,755 रुपिस लोन थियो? के आम जनताले राजतन्त्रमा राजाको अगेन्स्ट बोल्न पाउँछ त? यदि हामीहरूलाई राजा ल्याउनु नै छ भने कुन प्रोसेसबाट ल्याउनु पर्यो? लोकतन्त्र र राजतन्त्रको बीच के फरक छ? नमस्ते नमस्कार सबैजनालाई, स्वागत छ यहाँहरूलाई आजको यो बोनस एपिसोडमा। आज हामीहरू वर्तमान समयमा भइरहेको ठुलो विवादमाथि चर्चा गर्नेछौँ र आशा छ कि यो एपिसोड पछि तपाईहरू के सही के गलत भन्ने कुरा छुट्याउन सक्नुहुनेछ। मैथिली ऑडियन्सलाई एउटा कुरा भन्न चाहन्छौ कि हामी यो एपिसोड नेपालीमा गर्दैछौँ, किनभने हाम्रो पोडकास्टमा कुनै भाषा बाधित छैन र आजको गेस्ट पनि नेपालीमा अलिक बढी नै कम्फर्टेबल हुनुहुन्छ। तपाईँ राजतन्त्रमा निकै नै टाइम बिताउनु भएको छ। अनि के पहिला राजा हुँदा आम जनताको गुनासो सुन्नुहुन्थ्यो? यो पहिलाको कुरामा जति बेला राजाको शासन थियो, मैले त अलिक पछिल्लोचोटिको देखेको हो, जबकि भनौँ न अन्तिममा राजाको व्यवस्था थियो। कम्प्लिटली राजाको व्यवस्था त थिएन, तर गुनासो सुन्ने कुरा त्यति बेला पनि राजाले मात्रै नभएर मन्त्रीहरूले पनि गर्थे। त्यो हुन्थ्यो, तर जुन कुरा हुनुपर्ने त्यो भइरहेको थिएन। सायद गुनासो त सुनिन्थ्यो पहिला पनि, यस्तो होइन कि गुनासो सुन्दै नसुन्ने। राजाको स्पेसल एउटा व्यवस्था पनि हुन्थ्यो। त्यहाँ गएर जसरी अहिले राष्ट्रपतिले सुन्ने कुरा हुन्छ त्यति बेला राजाले पनि सुन्ने कुरा हुन्थ्यो। साथमा राजनीतिक दलहरू पनि थिए। अनि भइहाल्यो, हामीलाई राजा नै चाहियो। त्यति धेरै गुनासो सुन्ने चलन पनि थिएन राजाको। के पहिला मानिसहरूलाई पैसा कमाउनका लागि देशभन्दा बाहिर नै जानुपर्ने हुन्थ्यो? यति बढी थिएन, जसरी अहिले हामी देख्छौँ त्यति बढी थिएन। के राजा हुँदा हरेक नेपाली नागरिकहरूको टाउकोमाथि 68,755 रुपिस लोन थियो? थियो, र त्यो अहिले झन् बढेको पनि छ। त्यति थियो? 68,000 थियो लगभग थियो। त्यो एमाउन्टमा एक्ज्याक्ट मलाई थाहा भएन, तर ऋण नेपालीको माथि थियो र त्यो अहिले अझै बढेको छ। हामीले सुनेको अनुसार 1,000 मात्र थियो एउटा नेपाली नागरिकहरूको टाउकोमाथि। त्यति बेलाको त समय परिस्थिति पनि फरक थियो, किनभने त्यति बेला आवश्यकता पनि हाम्रा कम थिए र त्यो अहिले बढ्दै गएको छ। के राजा हुँदा नेपालमा विकास हुन्थ्यो? राजा हुँदा पनि विकासका कामहरू त भइरहेका थिए, तर त्यही सुस्त गतिमा। जब सबै कुरा हुन्थ्यो भने तपाईहरू के को आशमा आएर यति आन्दोलन गरेर राजालाई हटाउनु भयो? भाइ त्यति आतिनु पर्दैन। यसको बारेमा अलिकति डिटेलमा पनि म बताउन सक्छु, अलिकति छलफल गरौँ यो विषयमा। र राजा किन हटाउनु पर्यो, किन आवश्यकता छ, कि व्यक्तिको या नेताको चरित्र सुध्रिनुपर्छ, यो विषयमा अलिकति म डिटेलमै बताउँछु, तर त्यति आतिनु चाहिँ पर्दैन जुन तरिकाले चाहिँ प्रश्न भइरहेका छन्। यस्तो कुरा छ भने मलाई केही कुराहरू बुझाइदिनु न। नेपालमा लोकतन्त्रको इतिहास र विकास कसरी भएको छ? ठिक छ, नेपालको इतिहासमा हामी खास गरी राजतन्त्रको कुरा गर्छौँ। राजतन्त्र भन्ने बित्तिकै हाम्रो जुन शाह डाइनेस्टी छ, जुन चाहिँ पृथ्वीनारायण शाहको एकीकरण पश्चात सुरु भयो, त्यो एकीकरण पश्चात नेपाल एउटा नयाँ युगमा प्रवेश गर्यो। किनभने त्यति बेला नेपाल विभिन्न खण्डहरूमा विभाजित थियो। त्यो सबैलाई मिलाएर एउटा देश बनाउने काम पृथ्वीनारायण शाहले गर्नुभयो र त्यस पछाडिदेखि अहिलेसम्म नेपालमा राजनीतिक स्थिरता हुन सकेको छैन। चाहे त्यो जोसुकैले गरोस्, पृथ्वीनारायण शाह पछि आउने राजाहरूमा पनि स्थिरता रहेन। त्यस पछाडि जति पनि मन्त्रीहरू बने उनीहरूमा पनि स्थिरता रहेन। पछि आएर शाह राजाहरू कमजोर हुँदै गए, राणा शासन सुरु भयो, फेरि त्यहाँ पनि स्थिरता भएन। त्यो त एउटा डार्क फेज अफ नेपाल्स हिस्ट्री नै भयो। 104 इयर्स, 1900 विक्रम सम्वत 1903 देखि 2007 सालसम्म 2006 सालसम्म रह्यो। त 2007 मा क्रान्ति भएर फेरि प्रजातन्त्र
डेमोक्रेसी जुन अहिले हामी लोकतन्त्र पनि भन्छौँ त्यो सँगै राजा पनि रहने व्यवस्था थियो, संवैधानिक राजतन्त्र जसलाई भनिन्थ्यो, त्यो पनि कन्टिन्यू रह्यो। तर फेरि त्यसमा आएर पनि राजनीतिक स्थिरता रहेन। राणा शासनमा त स्थिरता छँदै थिएन, किनभने उनीहरू अलिकति विकास विरोधी जस्ता पनि देखिए। आफूलाई मात्रै सबै कुरा होस्, आफ्नो परिवारलाई मात्रै होस् भन्ने परिवारको शासन थियो त्यो। र यता 7 सालमा जुन प्रजातन्त्र आयो, साथमा संवैधानिक राजतन्त्र रहने व्यवस्था भयो। संवैधानिक राजतन्त्र भन्नाले राजा पनि कन्स्टिट्युसनको अन्डरमा त्यो व्यवस्था थियो। तर त्यो संविधान जुन लेखियो 7 सालमा, त्यही संविधान अनुसार बनेको सरकारहरू 17 सालसम्म 10 पटक परिवर्तन हुँदै गयो। अब त्यो डिटेलमा त त्यति हामी नजाउँ, तर 17 सालसम्म त्यो परिवर्तन भयो। फेरि 17 सालमा पुसमा त राजा महेन्द्र थिए त्यति बेला, उनले शासन सत्ता आफ्नो हातमा लिए र सम्पूर्ण पोलिटिकल पार्टीहरूलाई उनले ब्यान गरे। त्यो फेजमा सुरु भयो पञ्चायती व्यवस्था, जसलाई हामी इङ्ग्लिसमा भन्दाखेरि द सिस्टम विदाउट पोलिटिकल पार्टिज। अब यो व्यवस्था जुन थियो पञ्चायती व्यवस्था, जो 2046 सालसम्म रह्यो, त्यसलाई पार्टीलेस सिस्टम र जुन हामी राजतन्त्र भन्छौँ त्यसको सबभन्दा बढी समय भनेको राजतन्त्र, एक्चुअलमा राजतन्त्र भनेको यही समय थियो। पहिला पृथ्वीनारायण शाह हुनुहुन्थ्यो, एक्लै उहाँले गर्नुभयो। बिचमा राजाहरू कमजोर भए, त्यसलाई त राजतन्त्र मान्नै मिल्दैन। त्यहीँबाट हाम्रो एउटा नयाँ सिस्टम जन्मियो, राणा केरेसी जुन राणातन्त्र, जसमा चाहिँ जङ्गबहादुरको उदय भएर त्यो भयो। र यता जुन थियो 2007 देखि 17सम्म 10वटा सरकार परिवर्तन भए। नेपाली डेट, यो नेपाली डेटमा चाहिँ। अनि 17 देखि 46सम्म फेरि पञ्चायती व्यवस्था रह्यो, जसमा चाहिँ राजाले शासन सत्ता सबै आफ्नो हातमा लिए। पोलिटिकल पार्टिजलाई कुनै पनि एक्टिभिटिज गर्न चाहिँ ब्यान लगाइयो, प्रतिबन्धित भयो उनीहरू। नेताहरू नजरबन्दमा थिए, डिटेन्सनमा। जे सरकारले चाहन्छ, जे राजाले चाहन्छन् त्यही हुने। पञ्चायती व्यवस्था त्यसैलाई भनिन्छ। गाउँ गाउँमा, जिल्लामा जिल्ला पञ्चायत, ग्राम पञ्चायतहरू हुने गर्थे। त्यसरी डाइरेक्ट रुल चाहिँ राजाको रह्यो 30 वर्ष। त्यसलाई हामी डाइरेक्ट रुल अफ किङ भन्न सक्छौँ, जसलाई हामी राजतन्त्र पनि भन्न सक्छौँ रियलमा। अब 7 देखि 17सम्मकोलाई हामी किन प्रजातन्त्र राजतन्त्र भन्न सक्दैनौँ? किनभने त्यहाँ पोलिटिकल पार्टिजहरू थिए, राजा संवैधानिक थिए, र त्यो गभर्मेन्टहरू अनस्टेबल रह्यो। त्यसमा राजालाई मात्रै दोष दिन मिल्दैन, त्यसमा पोलिटिकल पार्टिजहरू झन् बढी जिम्मेवार छन्, किनभने उनीहरू आफै पनि तुरुन्तै सरकार चेन्ज गर्ने खेलमा चाहिँ लागिरहे, जुन अहिलेको समयमा पनि हामी सुनिरहेका हुन्छौँ कि अहिले पनि त्यस्तो भइरहेछ भने। अब त्यस पछाडि जुन 46सम्म रह्यो, त्यस पछाडि अलिकति यो लामो नै हुन्छ, किनभने यो अलिकति बुझ्नु पनि जरुरी छ। नयाँ जेनेरेसनमा पनि यो आवश्यक छ बुझ्नको लागि, किनभने नबुझिकन हामी अलिकति हावाको तालमा कुद्यो भने अलिक गडबड हुन्छ। धेरै व्यक्तिहरू नबुझी पनि कुदिरहेका हुन्छन्, कतिपय हामी देख्छौँ। त 46 सालमा आएपछि फेरि परिवर्तन भयो। त फेरि परिवर्तन भए पछाडि 47 सालको संविधान बन्यो, जसमा फेरि के गरियो भन्दाखेरि राजाको अधिकारलाई केही कटौती गरेर राजा संवैधानिक रहने अनि सार्वभौम सत्ता, यो देशको सम्पूर्ण अधिकार चाहिँ जनताको हातमा रहने भनेर चाहिँ रह्यो। जबकि 7 सालको संविधानमा त्यो थिएन, राजाको हातमा रहने भनेर थियो। पहिलोचोटि हाम्रो अहिलेको संविधान जस्तै 47 सालको संविधानमा पनि यो लेखियो कि सोभरेन्टी विल रेस्ट इन द ह्यान्ड अफ द पिपल भनेर, त्यो जनताको हातमा रहन्छ भनेर। अनि त्यस पछाडि त्यो संविधान चल्यो, तर त्यसमा पनि फेरि त्यही समस्या भयो। त्यो समस्या के थियो भने पोलिटिकल पार्टिजहरू, सरकार बन्थ्यो, फेरि त्यो सरकार डिजल्भ हुन्थ्यो, फेरि सरकार बन्थ्यो, फेरि डिजल्भ हुन्थ्यो। 2051 समथिङ या 2048 सालमा नेपाली काङ्ग्रेसको पनि सरकार बन्यो, मेजोरिटीवाला गभर्मेन्ट थियो, त्यो पनि डिजल्भ भयो। यस्तै थुप्रै गभर्मेन्ट बन्ने, डिजल्भ हुने, यो प्रक्रिया निरन्तर चलि नै रह्यो। र बिचमा फेरि एउटा यस्तो फ्याक्टर आयो जहाँ चाहिँ माओवादीले आन्दोलन सुरु गर्यो 52 सालमा। उसले यो भन्यो कि होइन, यो जुन हाम्रो जुन सिस्टम छ राजतन्त्रवाला, यसले विकास हुन अप्ठ्यारो छ, यही कारणले चाहिँ हामी विकास गर्न सकिरहेका छैनौँ, यही कारणले स्थिरता पनि आइरहेको छैन। फेरि त्यहाँदेखि एउटा नयाँ फेज सुरु भयो, जसमा चाहिँ 10 वर्ष एउटा रक्तपातपूर्ण स्थिति रह्यो। धेरै आर्थिक हामीलाई हिनामिना पनि भयो त्यति बेला, भन्नाले आर्थिक हाम्रो क्षति भयो। हामी लगभग धेरै पछाडि पुग्यौँ कुनै त्यो कालखण्डमा, समयमा जति हामीले विकास गरेका थियौँ, जति हाम्रो संरचनाहरू त्यति ध्वस्त भए त्यो युद्धमा, लडाइँमा। र अन्तिममा आएर फेरि 62-63 को आन्दोलन भयो। त्यो बिचमा जस्तै 2058 सालमा एउटा घटना भयो, दरबार हत्याकाण्ड भनेर जसलाई हामी चिन्छौँ। त्यसमा राजा वीरेन्द्रको वंशविनाश भयो। त्यो वंशविनाशमा पनि त्यति बेला राजा धेरै लोकप्रिय थिए। नेपालको हिस्ट्रीमा सबैभन्दा लोकप्रिय राजा भनेको राजा वीरेन्द्र। अनि त्योभन्दा पहिला चाहिँ पृथ्वीनारायण शाह चाहिँ बढी लोकप्रिय हुनुहुन्थ्यो। अनि किनभने उहाँको एकीकरणको कुरा थियो, त्यो त अलिकति इतिहासको कुरा भइहाल्यो, हामीले पनि पढेरै बुझ्यौँ त्यो कुराहरू। तर पछिल्लो समय त केही समय त मैले पनि त्यो कुराहरू देखेँ, किनभने 55 सालमा म क्याम्पस पढ्न थाल्दाखेरि अलिकति यो राजनीतिप्रति बढी चासो पनि थियो। त्यो कारणले त्यो कालखण्डमा उहाँ कति पपुलर हुनुहुन्थ्यो भन्ने कुरा हामीले त्यो बुझ्यौँ।
र त्यो दरबार हत्याकाण्ड भइसके पछाडि चाहिँ सबैको अलिकति नराम्रो इन्टेन्सन चाहिँ उनको भाइपट्टि चाहिँ गयो, ज्ञानेन्द्रपट्टि चाहिँ गयो। किनभने यसको सबभन्दा बढी फाइदा कसलाई भन्दा त ज्ञानेन्द्रलाई हुने भयो। किनभने उनी आफू किनभने राजाको छोरा नै राजा बन्ने चलन हुन्छ, त उनको वंश नै विनाश भएपछि त को राजा बन्ने, त उनी नै राजा बन्ने, त पहिलो फाइदा त उनलाई नै थियो। त्यो भएर अलिकति जनतामा फ्रस्ट्रेसन थियो त्यति बेला, किनभने माओवादीले जुन राजाको विरुद्धमा आन्दोलन गरिरहेको थियो त्यो पनि सफल नहुने देखिन्थ्यो। किनभने त्यति पपुलर राजा हुँदाहुँदै त जनताको पनि इन्टेन्सन त्यतातिर जाँदैन थियो। अनि त्यो भएर त्यो आन्दोलन पनि जुन चलिरहेको थियो, भनौँ त्यति बेलाको आर्मी र सशस्त्र सङ्घर्ष गरिरहेको माओवादी बिच, त्यो पनि एउटा कुनै पोइन्टमा पुगिरहेको चाहिँ जनताले देखिरहेका थिएनन्, या हामी पनि त्यति बेला थियौँ त हामीले पनि देखिरहेका थिएनौँ। त सडनली त्यो घटना भए पछाडि अलिकति एउटा ट्विस्ट चाहिँ नेपाली पोलिटिक्समा आयो। त्यो ट्विस्ट भनेको कस्तो थियो भने धेरै पपुलर भइरहेको एउटा राजाको ठाउँमा धेरै अनपपुलर राजा पनि आइहाले। सबैभन्दा अलोकप्रिय राजा भनेको ज्ञानेन्द्र बने, जबकि सबैभन्दा लोकप्रिय भनेको वीरेन्द्र थियो। त त्यहाँदेखि एउटा नयाँ फेज सुरु भयो। सबैलाई यो लाग्यो कि होइन, सहीमा यदि यस्तो किसिमको राजा रहने हो र यस्तो किसिमकै परिपाटी रहने हो भने त हाम्रो विकास पनि धेरै अवरुद्ध हुन्छ। र माओवादीले त्यति बेला यो धेरै सपनाहरू धेरै ठाउँमा बाँडिरहेको थियो कि राजा नहुँदा चाहिँ देशमा धेरै कुराको परिवर्तन हामी ल्याउन सक्छौँ, जनताको छोरा राष्ट्रपति बन्छ, विभिन्न कुराहरू त्यस्ता थिए। त त्यसमा धेरैजनाको मन परिवर्तन गर्यो। त्यो मध्ये म पनि एकजना थिएँ जसको मन परिवर्तन भएको थियो। मलाई पनि लाग्थ्यो कि होइन, यस पछाडि त केही हुनेवाला। यो राजाको समयमा सबैभन्दा मलाई मन नपर्ने कुरा के थियो भने राजाको जुन एउटा स्तुति गान हुन्थ्यो, नेसनल एन्थम त भनिन्छ, तर त्यसमा राजाको मात्रै गुणगान गरिन्थ्यो। त श्री पाँच गम्भीर प्रतापी भन्ने समथिङ त्यो एउटा एन्थम पनि थियो। त्यो मलाई मन पर्दैन थियो। र यो एउटा जुन आन्दोलन चलिरहेको थियो त्यसले पनि, र साथमा जुन ज्ञानेन्द्रको एउटा स्टेप थियो, र ज्ञानेन्द्रलाई नै जनताले पनि आरोप लगाइरहेको थियो, धेरै पपुलर राजाको ठाउँमा एउटा अनपपुलर राजा पनि भए। त्यो किसिमले त माओवादीको आन्दोलन पनि, यसले गर्दाखेरि अलिकति एउटा ट्विस्ट चाहिँ पोलिटिक्समा आयो। जनतालाई पनि लाग्यो कि होइन, अहिलेसम्म जुन स्थिरता हुन सकेन 7 सालदेखि अहिलेसम्म, सायद यो कुरा चाहिँ अब हुन्छ कि राजा नरहँदा हुन्छ कि। राष्ट्रपतिको ठाउँमा राजा आयो भने के हाम्रो देशको इम्प्रुभमेन्ट हुन्छ होला? कसरी हुन्छ होला भन्नुहोस् त भाइ? त्यो त मलाई थाहा भएन। हामीले राजाले ल्याउँछौँ, राजाले हामीहरूलाई अगाडि बढाउनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको बिचमा यो फरक छ कि पहिला त दुईवटा टर्म्सलाई हामीले बुझ्नुपर्छ। राजतन्त्र भनेको चाहिँ के? राजतन्त्र भन्ने बित्तिकै मोनार्की भन्ने हुन्छ। मोनार्की भनेको चाहिँ राजाको मात्रै सिस्टम, राजाले नै राजकाज चलाउने, सम्पूर्ण देशलाई चलाउने भनेर बुझिन्छ। अनि जुन हामी लोकतन्त्र भन्छौँ त्यो डेमोक्रेसी हो, जसमा इलेक्सनवाला सिस्टम हुन्छ, त्यो कुरा हो। तर फेरि यो मोनार्की जुन हामी भन्छौँ, राजाको सिस्टम या राजतन्त्र भनेर, त्यो पनि विभिन्न किसिमको हुन्छ। कहीँ राजालाई सेरेमोनियल राखिएको हुन्छ, कहीँ चाहिँ राजाकै डिक्टेटरसिप भन्न सक्छौँ हामी, त्यो चलिरहेको हुन्छ भने यो परिपाटी फरक हुन्छ। यदि नेपालमा राजतन्त्र आयो भने यति धेरै जो नेताहरू हुनुहुन्छ उहाँहरू हट्नुहुन्छ, तर बजेट इम्प्लिमेसनको लागि त मान्छेहरू चाहियो नै, अनि फेरि के घोटाला हुनसक्छ। फेरि यो राजतन्त्र आउने बित्तिकै फेरि नेताहरू हट्छन् भन्ने सिस्टम पनि अलिकति गडबड हो। किनभने अबको समयमा, अबको विश्वमा कहीँ पनि राजा आउने भनेको चाहिँ राजाले आफ्नो डिक्टेटरसिप चलाउने या त्यो हिसाबले राजा आउने चाहिँ होइन। राजालाई पब्लिकले ल्याउने र राजालाई चाहिँ एउटा सेरेमोनियल कन्डिसनभित्र राख्ने चाहिँ कुरा चाहिँ हो, फेज हो। नेपालमा पनि हुने त्यही हो। किनभने हामी परिवर्तनबाट यहाँसम्म आएको छौँ, त यहाँदेखि अझै हामी परिवर्तनकारी समयमा चाहिँ जानुपर्छ। कुन कुरा यस्तो छ जुन तपाईँ राजतन्त्रमा हेर्नुभएको थियो तर लोकतन्त्रमा एकदमै इम्पोसिबल छ? लोकतन्त्रमा भन्नाले फेरि यस्तो भइहाल्यो। अब पहिला जुन हामी अघि हिस्ट्रीको जुन हामीले कुरा गऱ्यौँ कि पोलिटिकल पार्टिजहरू पनि थिए, राजा पनि संवैधानिक थिए, संविधान अन्तर्गत थिए, तर स्थिरता त थिएन। भन्नाले सरकार बन्ने, विघटन हुने, बढी जसो भ्रष्टाचारमा लिप्त हुने, त्यो प्रक्रिया चाहिँ अहिलेसम्म परिवर्तन भएको देखिँदैन। र अहिले राजा नभएको अवस्थामा यो अलिकति बढिरहेको छ। जुन हामी अहिले देख्छौँ गुनासो चारैतिर जुन भइरहेको, त्यो बढिरहेको छ। त्यो किन बढिरहेको छ त? हाम्रो भ्रष्टाचार बढ्यो। हामीले खास गरी अघि जुन हामी छलफल गरिरहेका थियौँ, किन लोकतन्त्रको लागि लडाइँ गरियो, यदि राजतन्त्र ठिक थियो, राजा ठिक थियो भने किन गरियो भनेर, त त्यो प्रसङ्गमा यो भन्न सकिन्छ कि यो सपना कुनै एउटा पार्टीले यसरी पनि सपना बाँडिरहेको थियो कि हामी आउने बित्तिकै
पुरै परिवर्तन हुन्छ। र एउटा हामीले बुझ्नुपर्ने कुरा के छ भने विश्वमा जहाँ पनि व्यवस्था परिवर्तन हुन्छ त्यस पछाडि चाहिँ व्यापक परिवर्तन हुन्छ। अहिले थुप्रै देशहरू छ, चीनले पनि त्यसरी प्रगति गरेको छ, कम्बोडियाले गरेको छ, सिङ्गापुरले गरेको छ, गल्फ कन्ट्रीहरू कतार भयो, युएई भयो, यिनीहरूले पनि गरेको छ, थुप्रै प्रगति गरेको छ उनीहरूले। गल्फ कन्ट्री त धेरै नै अगाडि भयो, धेरै अगाडि छ। किन उनीहरू अगाडि छ त व्यवस्था परिवर्तन गरेपछि उनीहरूले एउटा कमिटमेन्ट गर्यो। त्यो कमिटमेन्टमा अब के कुराहरूलाई हटाउने त? जस्तै हाम्रोमा पोलिटिकल कमिटमेन्ट केमा चाहिन्छ भने पहिला त हाम्रो जुन छ हामी डिपेन्डेन्सी हाम्रो बढी छ, हामीले लगाउने लुगादेखि लिएर खानेकुराहरूदेखि लिएर सम्पूर्ण कुराहरूमा हामी भर पर्छौँ। केही समय अगाडि नै हामीले एउटा ब्लकेड, इकोनोमिक ब्लकेड थियो, सबै कुरा इम्पोर्ट गर्नुपर्छ, इम्पोर्ट गर्नुपर्छ सबै कुरा, इकोनोमिक ब्लकेड थियो इन्डियातर्फबाट। त त्यति बेला हामीलाई कति समस्या थियो, धेरै कुराहरू हामीले प्रयोग गर्ने सबै कुराहरू हामी यो कोठामा बसिरहेका छौँ, लगभग यहाँ भएको धेरै कुराहरू चाहिँ इम्पोर्टेड नै छ, हामीले बाहिरबाट ल्याउँछौँ। मेन कुरा के थियो भने यसको एउटा पार्ट हो, एउटा कन्क्लुजिभ पार्टमा हामी के भन्न सक्छौँ भने पहिला पनि अस्थिरता थियो, पहिले पनि भ्रष्टाचार थियो, पहिला पनि समस्या थियो, तर त्यो समस्याहरू खास गरी यो राजा हटाएको अवधिमा, राजा हटाएपछिको समयमा चाहिँ त्यो घट्ने भन्दा अरू बढ्दै गयो। हाम्रो इज्जत प्रतिष्ठा पनि घट्दै गयो, साथमा हाम्रो सम्पूर्ण कुराहरूमा धेरै कुराहरू हामीले कुनै पनि सेक्टर हेरौँ, हुन त भनिन्छ धेरै कुराहरू, बाटो बन्यो, यो बन्यो, त्यो बन्यो भनेर। अब हामी बसिरहेको वरिपरि हामीले हेऱ्यौँ भने एउटा कुनै चिज कुनै ठाउँमा केही बनिरहेको देख्छौँ, आधी बाटो बनिरहेको होला, बाँकी सबै उस्तै छ, हामीले देखिरहेछौँ। हामी पहिला पनि देख्यौँ, हामी जब तपाईँहरूकै एजको थियौँ त्यति बेला पनि हामीले देख्यौँ कि त्यस्तै अवस्था थियो, अहिले पनि त्यही अवस्था छ। किनभने परिवर्तन हुन्थ्यो भने त हामीले खानेकुरा कम्तीमा यहीँ उत्पादन भएको हुन्थ्यो, हामीले लगाउने कुरा कम्तीमा यहीँ उत्पादन भएको हुन्थ्यो, सम्पूर्ण कुराहरूमा त हामी डिपेन्डेन्ट छौँ अरू ठाउँमा या अरू देशहरूप्रति। त हामीले के गर्यौँ? एउटा बिगेस्ट क्वेसन यो हो कि हामीले के गर्यौँ, हाम्रो सिस्टमले हामीलाई के दियो? अहिले जुन फ्रस्ट्रेसन बढिरहेको छ त्यसमा यो पनि भयो, जस्तै हाम्रोमा अहिले लोकतन्त्रसँगै सङ्घीयता आयो, विभिन्न तहको सरकारहरू बन्यो, त विभिन्न ठाउँमा मन्त्रीहरू बने, त त्यो सबैमा हाम्रो खर्च बढ्यो। त खर्च बढ्दाखेरि के भयो, त्यसको अब त्यो स्रोत त हाम्रो छैन, किनभने त्यो कहाँबाट आउने? त्यो त जनताकै ट्याक्सबाट आउने हो, किनभने हामीमा ठुल्ठुलो फ्याक्ट्रीहरू छैन, इन्डस्ट्री छैन जसबाट चाहिँ त्यो हाम्रो इन्कम होस्। अनि यस्तै विभिन्न समस्याहरूले गर्दाखेरि चाहिँ अलिकति जनतामा फ्रस्ट्रेसन छ। र जनतामा पनि यही कुराहरू हो। ल मैले पर्सनली पनि म के सोच्छु भने यो विषयमा राजालाई जनताले ल्याउने हो। अब राजा, किनभने साम दाम दण्ड भेद प्रयोग गरेर राजा आफै आउने होइन, सैनिक विद्रोह गरेर आउने होइन, किनभने एउटा सर्वसाधारण नागरिक बनेर बसेका छन्। त जनताले जुन ल्याउने कुरा गरिरहेको छ त्यस पछाडि राजा आउने भनेको चाहिँ एउटा सेरेमोनियल रूपमा, एउटा अभिभावकको रूपमा, जस्तै हाम्रो घरमा हजुरबा बस्नुहुन्छ त्यो तरिकाले बस्नको लागि चाहिँ उहाँलाई जनताले ल्याएर राख्ने हो। यदि उहाँलाई त्यसरी राखेर यदि नेपालमा चाहिँ अलिकति जुन हाम्रो अहिलेकै व्यवस्था छ त्यसमा यदि हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गर्न सक्यौँ भने सायद समाधान हुन्छ कि। तर यो पनि एउटा व्यवस्था परिवर्तन हो, किनभने व्यक्तिहरू त त्यही हो, हामी जति पनि पोलिटिकल पार्टिजको नेताहरू देखिरहेका छौँ उहाँहरू त त्यही नै हुनुहुन्छ। विडम्बना धेरै कुराहरूमा छ, किनभने यति वर्षदेखि राजनीति गरिरहनु भयो, उहाँहरूमा धेरै परिवर्तन हामीले देखिरहेछौँ। तपाईँ नयाँ जेनेरेसनलाई रिप्रेजेन्ट गर्नुहुन्छ, तपाईँले पनि देखिरहनु भएको छ कि हाम्रो नेताहरूको सबै कुरामा हामी हेर्न सक्छौँ उहाँहरूको हैसियत पहिला के र अहिले के। त वान्स अ पोलिटिसियन अलवेज अ पोलिटिसियन वाला कुरा हुनुहुन्छ, न रिटायरमेन्ट चाहियो न केही चाहियो, बुढो भएले पुरै बसिरहनु भएको छ। भन्छ कि मलाई एकचोटि प्रधानमन्त्री बनाउँदियो, म पुरै देशलाई विकास गरिहाल्छु। अहिले पनि भइरहेको छ। अब पूर्व विशिष्टहरूको सुविधा बढाउने, तर जुन हाम्रो अहिले यो स्वास्थ्य बिमा जुन भइरहेको छ त्यसलाई हटाउनुपर्छ, अब सकिँदैन भन्दै हुनुहुन्थ्यो, अस्ति पार्लियामेन्टमा डिस्कस भइरहेको थियो विषयमा। त उहाँहरूलाई चाहिँ सुविधा दिने, जबकि कोही रिटायरमेन्ट हुन्छ नि कुनै पनि पोलिटिसियन, जस्तै हामीले विश्वमा बाहिर पनि हेर्छौँ कि कुनै प्रधानमन्त्री बन्यो, कोही बन्यो भने उसको एउटा टेनर छ, उसको टाइम पिरियड छ, त्यो समाप्त भएपछि ऊ देखिँदा पनि देखिँदैन त्यहाँ। तर हामी त मैले पनि ती नेताहरूलाई देखेँ, तपाईँहरू पनि देख्दै हुनुहुन्छ, मेरो बुवाले पनि देख्नुभयो, सायद कतिपय त हजुरबा हुँदा पनि हुनुहुन्थ्यो होला। त त्यो अवस्था चाहिँ हाम्रोमा छ। त परिवर्तन व्यवस्थामा मात्रै होइन, परिवर्तन अवस्थामा नआएको कारणले व्यक्तिमा चाहिँ परिवर्तन हुनुपर्छ। नेपालमा लोकतन्त्र आएपछि मान्छेहरूले धेरै अधिकार पाए, तर राजतन्त्र हुँदा के यस्ता अधिकारहरू थियो? राजतन्त्र हुँदा या राजा पनि यो व्यवस्थाभित्र हुँदा, संवैधानिक राजतन्त्रभित्र हुँदा अधिकारहरू कम थिए, यति बढी थिए, लिमिटेड थिए। र अहिलेको संविधानले त धेरै अधिकारहरू प्रोभाइड गरेको छ, 31वटा अधिकारहरू छन्, संविधानमै उल्लेखित छन्। लोकतन्त्रबाट नाकाम भयो भने कि हामीलाई नयाँ व्यवस्था खोज्नुपर्छ कि सिधा राजतन्त्र नै फर्काउनुपर्छ? अब कुनै पनि व्यवस्था भनेको देशको विकास र देशको समृद्धिको लागि हुन्छ, र हामीले त अहिलेसम्म धेरै व्यवस्थाहरू परिवर्तन गऱ्यौँ।
नेपाल चाहिँ एउटा व्यवस्था परिवर्तन गर्ने चाहिँ एउटा एक्सपेरिमेन्टल कन्ट्री पनि बनिरहेको छ, जहाँ हामी विभिन्न व्यवस्थाको परीक्षण गर्दै गर्दै आइरहेका छौँ। र अहिले हामी अन्तिम पटक चाहिँ हामी लोकतन्त्रको युगमा छौँ, गणतान्त्रिक युगमा छौँ अहिले। र यस पछाडि अगाडि भन्ने कुरा चाहिँ अब हुँदैन, या त पछाडि फर्किनुपर्ने अवस्था या यसैलाई अलिकति केही चेन्जेस गर्ने अवस्था चाहिँ आउन सक्छ। गणतन्त्रमा प्रधानमन्त्री 5 वर्षपछि बदलिन सकिन्छ, तर राजा जन्मदेखि मरेसम्म रहन्छ। राजा गल्ती गरियो भने जनताले के विकल्प राख्ने? यो विषयमा त तपाईँ नै राजा भन्दै हुनुहुन्छ, त तपाईँको के विचार हुन्छ यसमा, तपाईँ आफै भन्नुहोस्। त्यो त मलाई थाहा भएन सर। अब राजाले गल्ती गर्ने भन्ने कुरा हुँदैन, पास्टमा जे भयो भयो, तर अब राजालाई राख्ने भनेको चाहिँ एउटा अभिभावकको भूमिकामा राख्ने हो। जस्तै एउटा घरमा हजुरबा बस्नुहुन्छ, एक्टिङ को रूपमा या काम गर्ने रूपमा चाहिँ बुवा बस्नुहुन्छ भने हजुरबालाई त हामी सम्मान गर्छौँ, त उहाँ एउटा सम्मानित रूपमा रहने हो। त अब जुन राजाको व्यवस्था गर्ने भनिएको छ नेपालमा, त्यो भनेको चाहिँ एक किसिमले उहाँलाई अधिकारविहीन बनाएर, जुन अहिलेको सेरेमोनियल राष्ट्रपति हुनुहुन्छ उहाँलाई त केही अधिकार पनि छ, त्यो अधिकार पनि नदिइकन एक किसिमले उहाँको दुइटै पखेटा काटेर चाहिँ उहाँलाई राख्ने अवस्था चाहिँ हो अहिले। उहाँलाई सम्मानको लागि मात्रै राख्ने हो। त उहाँले अब गल्ती गर्ने नगर्ने भन्ने कुरा हुँदैन, किनभने संविधान अन्तर्गत नै उहाँ भएपछि, उहाँलाई कुनै अधिकार नै नभएपछि त उहाँको गल्तीले केही पनि फरक पार्दैन, किनभने त्यो सँगै के भनिएको छ भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने भनिएको छ अहिले। सर, के आम जनताले राजतन्त्रको टाइममा राजाको अगेन्स्ट बोल्न पाउँथ्यो? राजतन्त्रात्मक युग भन्ने बित्तिकै त हामी सिधै पञ्चायती व्यवस्थामा पुग्नुपर्छ, किनभने पञ्चायती व्यवस्थामा सम्पूर्ण रूपमा राजाकै हातमा अधिकार थियो, किनभने राजनीतिक दलहरूलाई पनि प्रतिबन्ध लगाइएको थियो। त्यति बेला चाहिँ धेरै गाह्रो स्थिति थियो, यसरी हामी बसेर बोलिरहेका छौँ त्यसरी बोल्न पाइँदैन थियो। र अरू समय चाहिँ नेपालमा राजा र दल सँगै मिलेर चाहिँ शासन व्यवस्था चलाएका छन्। जति दोष राजाको छ त्यति नै पोलिटिकल पार्टिजको पनि छ, कम चाहिँ छैन। राजतन्त्र भन्दा राम्रो कि राजाको साथसाथै लोकतन्त्र पनि स्थापना गर्दा राम्रो हुन्छ? यसलाई नै अहिले धेरै व्यक्तिहरूले सायद यही विकल्प राम्रो हुन्छ भनेर लागिरहेका हुन्। अहिले जुन हामी राजा भनेर जताततै हामी सुनिरहेका छौँ, त त्यो अवस्था पनि त्यही हो, किनभने राजालाई सेरेमोनियल उसमा राखिदिने र अलिकति हाम्रो जुन लोकतन्त्र छ, गणतन्त्र छ, त्यसलाई अझै पनि हामीले बेटर बनाउँदै जाने। त बेटर कसरी बनाउने? त हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाने, किनभने अहिले त दलको प्रधानमन्त्री भइरहेको छ, कुनै फलानो पार्टीको प्रधानमन्त्री छ। अब यो व्यवस्थामा, प्रत्यक्ष व्यवस्थामा के हुने भयो त जो कोही पनि, जस्तै अहिले काठमाडौँमा हामीले देख्यौँ मेयर हुनुहुन्छ, उहाँ कुनै पार्टीको हुनुहुन्न। त्यस्तै गरी स्वतन्त्र पार्टी हैन, स्वतन्त्र हुनुहुन्छ, उहाँ स्वतन्त्र पार्टी पनि होइन, उहाँ व्यक्ति स्वतन्त्र रूपमा उहाँले चुनाव लड्नुभयो, जित्नुभयो। त अब के कल्पना गरिएको छ भने सेरेमोनियल रूपमा राजालाई राख्ने, किनभने अहिले त राष्ट्रपति पनि दलीय रूपमा जान्छ। हाम्रोमा 3वटा राष्ट्रपति हुनुभयो, दुईटा राष्ट्रपति चाहिँ एमालेको तर्फबाट हुनुहुन्थ्यो, एउटा काङ्ग्रेसको तर्फबाट। त त्यो अवस्था थियो। अब राजालाई नै सेरेमोनियल राखिदिएपछि र यताबाट चाहिँ हामीले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरेपछि त्यसमा जो कोही पनि आउने भयो, एकदमै पपुलर व्यक्ति जो छ जसले गर्न सक्छ, त्यसको लागि केही ऊ आउँछ, उसले जित्छ गर्छ। नेपालमा कहिले स्थायी रूपमा राजा फर्किन सक्छ? स्थायी रूपमा राजा फर्किने सम्भावना चाहिँ अब छैन। अब त्यो अवस्था रहँदैन। त्यो त्यही हो कि हजुरबुवा जस्तो राख्नु पर्यो त्यति मात्रै हो, किनभने अहिले पनि राजाले आफू आउन खोजिरहेको होइन। राजाले आफू आउने भनेको चाहिँ अब सेनाको साथ लिएर, सहयोग लिएर, एउटा रक्तपातपूर्ण तरिकाले आउने भन्ने, त्यो हिसाबले आउने त अवस्था छँदै छैन। अब जनताले खोजेर ल्यायो भने मात्रै हो। जनताले कतिसम्म खोज्छ, कति अगाडि जान्छ, कहाँसम्म के हुनसक्छ, विभिन्न आन्दोलनको कुराहरू पनि भइरहेको छ। अब त्यो कतिसम्म सफल हुन्छ भन्ने कुरा हो। तर यदि राखियो भने चाहिँ सेरेमोनियल रूपमा राख्ने राष्ट्रपतिको ठाउँमा, र यता जुन हामी प्रत्यक्ष निर्वाचित भन्दैछौँ त्यो चाहिँ अलिकति एकदमै आवश्यक जस्तो पनि छ। के नेपालमा राजा आएपछि डिक्टेटरसिप जस्तो समस्या देखिन सक्छ? त्यो हिसाबले, अहिलेको हिसाबले आउँदा चाहिँ देखिँदैन। तर यसमा हामीले दुईटा कुरा चाहिँ बुझ्नुपर्छ। यदि उहाँले त्यो सेनाहरूको दममा आयो भने त्यो कुराको सम्भावना पनि अलिक कम छ। तर हामीले के कुरा विचार गर्नुपर्छ भने 2017 सालमा अनि त्यस पछाडि आएर यो 2061 सालमा चाहिँ यो दुईचोटि चाहिँ सम्पूर्ण रूपमा शासन व्यवस्था सम्पूर्ण रूपमा राजाले आफ्नो हातमा लिएको इतिहास चाहिँ छ। 2017 सालमा महेन्द्रले, त्यस पछाडि 2061 सालमा चाहिँ माघ 19 गते राजा ज्ञानेन्द्रले चाहिँ शासन सत्ता आफ्नो हातमा लिएर पोलिटिकल पार्टीहरूलाई ब्यान गर्ने काम चाहिँ गरेका थिए। त्यो किन भएको थियो? किनभने राजालाई त्यति बेला अधिकार थियो, संसद विघटन गर्ने अधिकार दिएको थियो संविधानले। तर अब राजालाई
व्यवस्था गर्दाखेरि चाहिँ त्यो सिस्टम चाहिँ संविधानमा राख्नु हुँदैन, उहाँलाई कुनै पनि अधिकार दिइनु चाहिँ हुँदैन। यदि दियो भने तपाईँले भने जस्तै त्यो व्यवस्था फेरि आउन सक्छ, सम्भावना त्यसको छ। र त्यस पछाडि चाहिँ हाम्रो जुन हामी लोकतन्त्र भन्छौँ त्यो नै खतरामा पर्छ, किनभने लोकतन्त्र संसारको सबैभन्दा राम्रो व्यवस्था हो। अनि मोरल अफ द स्टोरी यही हो कि हामीलाई आफै राम्रो बन्नुपर्छ, आफै राम्रो बन्नुपर्छ।